आजको दिन बिहेमा मिठो भोज खाएर साथीको जन्मदिन नि बब्बाल तरिकाले मनाइयो। हेलो साथीहरु, नमस्ते। आज मेरो छोटो मिठो मिनी ब्लगमा हजुरहरुलाई स्वागत छ। अनि हजुरहरुले छोटो क्लिपमा देखिसक्नुभयो होला आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर। जानको लागि हाम्रो संगम सर चाहिँ रेडी भएर आइसक्नु भएको छ र हामी पर्खाइमा छौँ प्रकाश दाइ। यस्तो चर्को घाममा प्रकाश दाइको वेट गर्दै 20 मिनेट भन्दा 1 घण्टा भइसकेको छ। त्यही भएर हामी प्रकाश दाइले पर्खिनको लागि शीतल छहारी भएको ठाउँतिर जाँदैछौँ। हामीले खोजिसकेको छौँ शीतल छहारी। यहाँ एकैछिन फर्केर हामी चाहिँ लाग्यो कान्छा मामाको घरतर्फ। यहाँ चाहिँ हाम्रो मामा बिहेको लागि एकदम ह्यान्डसम र मैजु एकदम ब्युटिफुल भएर बसिसक्नु भएको रहेछ। उहाँहरूसँग मिठो गफगाफ र रमाइलो भेटघाट गरिसकेपछि हाम्रो प्रकाश दाइ चाहिँ यहाँ आइपुगिसक्नु भएको छ। प्रकाश दाइ चाहिँ बिहेमा जानैले होला ह्यान्डसम र हिरो भएर आउनु भएको छ। हामी अहिले आइपुगिसकेको छौँ मकैबारी पानडाँडा बिहे भएको स्थानमा। बिहे घरमा आइपुग्दा बिहे चाहिँ एकदम रमाइलो र बब्बाल तरिकाले भइरहेको थियो। कोही बिहे छानाबाट हेरिरहेको थियो भने कोही चाहिँ बिहेमा मस्तसँग नाचिरहेको थियो। बिहेको एकैछिन रमाइलो र डान्स हेरिसकेपछि चाहिँ हामी चाहिँ खाना आइपुगिसकेको छौँ बिहेको मिठो मिठो रोटी खानलाई। तामाङको बिहे रोटी खाएन भने मजा नै आउँदैन मलाई चाहिँ। हजुरहरूले यस्तो रोटी खानु भएको छ कि छैन? खानु भएको छ भने मिठो लाग्छ कि लाग्दैन यसो कमेन्ट गर्नु होला है। हाम्रो प्रकाश दाइ र संगम साथीले पनि मस्तसँग माछा र रोटी खानुभयो। माछा र रोटी खाइसकेपछि लाइन बसेर हामी अब मेन थालीतर्फ जाँदैछौँ। मेरो अगाडि चाहिँ बिहेको बिग थाली आइसकेको छ। थालीलाई खाली पनि बनाइसकेको छ। सँगसँगै मेरो साथीहरूले नि थालीलाई खाली बनाइसक्नु भएको छ। साथमा थालीलाई खाली बनाउने प्रोसेसमा हुनुहुन्छ हाम्रो माइजू र हाम्रो भाउजूहरू पनि। यत्तिकैमा हाम्रो अजय साथी नै बिग थाली लिएर आइसक्नु भएको छ। अब साथीको काम नि बिग थालीलाई खाली बनाउने कार्यक्रममा बसिसक्नु भएको छ। उहाँको कार्यक्रम एकदम स्लो थियो, त्यही भएर हामी चाहिँ उहाँको कार्यक्रम हेर्ने निर्णय गरेनौँ। अघिको चर्को घाम अहिलेको सिमसिम वर्षाले हामी दाजुभाइको भेट भयो। दाजुसँगको एकछिनको भेटघाट र युवराजको मिठो स्माइलले गर्दाखेरि यो पानीको वर्षा चाहिँ रोक्ने छाटकाटै देखिएन। त्यही भएर हाम्रो साथीभाइ चाहिँ छहारीमा ओत लागिसकेको छौँ। यस्तो पानी पर्दाखेरि चाहिँ अब चाहिँ छाता चाहिँ बोक्नु नै पर्छ भन्ने जस्तो लाग्यो मलाई चाहिँ। पानीले भिज्यो त ठिकै छ। आज भइरहेको राजु दाइको बिहेमा एउटा राजु दाइसँग फोटो चाहिँ खिच्न पाएन। दुःख चाहिँ त्यसमा लागेको छ मलाई। पानीले च्यालेन्ज गरी हामी चाहिँ बिहेबाट निस्किसकेको छौँ। अब चाहिँ हामी डुक बाइकमा चढ्यौँ। छट्के पानीले मुखमा ल्याथ्राकै भिज्ने गरी अहिले हामी आइपुगिसकेको छौँ स्वर्ग होटेलमा। अघि खाएको बिग थालीले पचाउनका लागि र चिसो चिसो मौसममा जिउ तताउनका लागि हामीले मगायौँ हट लेमन। तर हट लेमन आयो कोकको गिलासमा। ना समाउनु मिल्ने ना खान मिल्ने। जसो तसो गरे नि खाइन्थ्यो होला तर भुस्ना पसिहाल्यो। कोकको गिलासमा भएर होला समाउन र खाना एकदम गाह्रो। होटेलको नाम चाहिँ स्वर्ग तर स्वर्गको जस्तो फिल चाहिँ भएन मलाई, किनभने कोकको गिलासमा कोक सुहाउँछ, चिया सुहाउँदैन। यत्तिकैमा देख्यौँ हामीले पठाउ गरिरहेको जेसीबी। हजुरकोतिर जेसीबीले घर भत्काउँछ भने हाम्रोतिर चाहिँ पठाउ गर्छ है साथी। कोकको ग्लासमा हट लेमन सँगसँगै हट लेमनमा स्विमिङ गरेको भुस्नालाई भाइ भाइ गर्दै स्वर्ग होटेलमा मजाको बसाइसँगै अघिको सिमसिम पानीको झरी रोकिसकेको छ। यहाँबाट निस्किएर डुक बाइकमा चढी रफ्तारमा कुदी हामी आइपुगिसकेको छौँ एम्ब्रोसिया होटेलमा। यहाँ आइपुग्दा चाहिँ साथीहरू मजाले बसिरहेको थियो, किनभने आज चाहिँ बर्थडे सरप्राइज पार्टी छ। बर्थडे पार्टीको लागि हाम्रो म्यामले ल्याइसक्नु भएको छ केक र दावा सरले ल्याउनु भएको छ हाम्रो म्यामको लागि बुके फुल। एकैछिनको पर्खाइपछि हाम्रो म्याम आइसक्नु भएको छ।